but it's dedication and hard working that turn on it into greatness. Hi, hello and good afternoon ladies and gentlemen. A warm welcome to everyone. I am Sakuntala Puri, your host for today's program, and right beside me is my co-host Navina. As you know, today's program is all about the talent, confidence, awareness, and we are trying to announce and to have your presence with us. We promise you a program that will be filled with love, laughter, and happiness till the end. So please have patience and enjoy the program. सर्वप्रथम सबै बच्चाहरूलाई जति पनि जना सिलेक्ट हुनुभएको छ सिलेक्टेड पार्टिसिपेन्ट्सहरूलाई कङ्ग्रेचुलेट गर्न चाहन्छु र फर्दर सेलेक्सनलाई अल द बेस्ट पनि भन्न चाहन्छु. As a little signing star 2025 को यस ट्यालेन्ट राउन्डमा नानी बाबुहरूको पर्फर्मेन्स इभ्यालुएट गर्नको लागि हाम्रो निम्तो स्वीकारेर आउनु भएको हाम्रो निर्णायक मण्डलज्यूहरूलाई क्रमशः स्टेजमा आमन्त्रण गर्न चाहन्छु. साथै स्थानको ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु. Alright, so उहाँ हुनुहुन्छ हाम्रो पहिलो जज रेणुका श्रेष्ठ. उहाँ एन्टरप्रेन्योर, मोटिभेसनल स्पिकर, ह्यान्डिक्राफ्ट ट्रेनर पनि हुनुहुन्छ. सो विभिन्न ठाउँमा हामीले उहाँलाई देखि नै रहेको छौँ. सो उहाँको अनरको लागि हाम्रो दिपा खानी म्याम, अर्गनाइजर म्यामले चाहिँ अनर गर्दै हुन्छ. जोरदार ताली चाहिँ दिन नबिर्सनु. सो म्यामलाई एकैछिन स्टेजमै बस्न म आग्रह गर्न चाहेँ. सो यसैका साथै हाम्रो दोस्रो जज शुभलता श्रेष्ठ म्यामलाई पनि हामी स्टेजमा आमन्त्रण गर्न चाहन्छौँ. उहाँ हुनुहुन्छ ब्याङ्कर, सँगसँगै टिचर पनि हुनुहुन्छ. सो एभरेस्ट ब्याङ्कमा उहाँले एज अ ब्याङ्कर आफ्नो दायित्व निभाउँदै नै हुनुहुन्छ. सो उहाँलाई पनि अनर गर्नको लागि हाम्रो दिपा खानी म्यामलाई चाहिँ आग्रह गर्न चाहन्छु. Alright, so यसैका साथै हाम्रो तेस्रो जज छिरिङ लामा सरलाई पनि हामी स्टेजमा आमन्त्रण गर्न चाहन्छौँ. उहाँ डान्स कोरियोग्राफर हुनुहुन्छ. सो डान्स डिरेक्टर एसोसिएसन नेपाल काठमाडौँको ब्रान्च भाइस प्रेसिडेन्ट पनि हुनुहुन्छ. सो जोरदार तालीका साथ उहाँलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु. Alright, so last but not the least, a very reputed dancer, choreographer, सँगसँगै very reputed stage performer, Christina Basnet ज्यूलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु. अन्तिम जज. Alright, so एउटा ग्रुप फोटोको लागि आग्रह गर्न चाहे सबैजना लाइनमा बसेर. दिपा खानी म्याम पनि जानु होला. Alright, thank you so much judges. Please be on your seats. Thank you. Alright, so यसैका साथै आज हाम्रो यो ट्यालेन्ट राउन्डको फर्मल ओपनिङ गर्न चाहन्छौँ र मेरो यो माइक चाहिँ हामी हाम्रो होस्ट बहिनीहरूले चाहिँ हस्तान्तरण गरेर आजको सो सबैजनालाई इन्जोय गर्नु होला. मे द लिटल स्टार साइन अन द स्टेज एज वेल भन्न चाहन्छु. बिग राउन्ड अफ अप्लज फर द लिटल स्टार्स. यस कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ तर हाम्रो कार्यक्रम अगाडि बढाउनुभन्दा हाम्रो आजको एकदमै इम्पोर्टेन्ट भूमिका निर्वाह गर्नुहुने फोटोग्राफर दाइलाई पनि खाता लगाएर सम्मानका साथ स्टेजमा बोलाउन चाहन्छु. खाता लगाइदिनका निमित्त दिपा खानी म्यामलाई फेरि पनि स्टेजमा आमन्त्रण गर्न चाहे. आजको यस प्रतियोगिता हजुरहरूले लाइभ ओके टेलिभिजनको मार्फत पनि हेर्न सक्नुहुनेछ र यसैका निमित्त म लाइभ ओके टेलिभिजनबाट आउनुभएका महानुभावहरूलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु. आफ्नो मन्तव्य
मदिपा खानी म्यामलाई फेरि पनि स्टेजमा बोलाउन चाहन्छु। Thank you. Namaste, Madhipa Thani, organizer, the Little Signing Star 2025. सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू, हाम्रो निर्णायकज्यूहरू, हाम्रो मिडिया पर्सनहरू र त्यस्तै गरेर हाम्रो प्यारा प्यारा प्रतिभावान भाइ बहिनीहरू बालबालिकाहरू, यहाँहरू सबैलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु द लिटल साइनिङ स्टार 2025 को यस ट्यालेन्ट राउन्डमा। आज यो स्टेजमा हाम्रो नानो बाबुहरू, हाम्रो बालबालिकाहरू आफ्नो प्रतिभा, आफ्नो सृजनशीलता, आफ्नो इन्टेलिजेन्सलाई यहाँ पर्फर्म गर्नुहुनेछ, यहाँ देखाउनुहुनेछ र त्यस्तै गरेर उहाँहरूको हामीले पर्फर्मेन्स हेर्नेछौँ र हामी इन्जोय गर्नेछौँ। हाम्रो नानो बाबुहरूको हामी यो कुरामा विश्वास गर्छौँ कि हाम्रो नानो बाबुहरू चम्किलो तारा हो, उहाँहरूको समय चम्किने हो र यसमा हामीहरूले के सोचिरहेको छौँ त भन्दाखेरि उहाँहरूलाई एउटा राम्रो इन्भाइरोमेन्ट दिउँ, एउटा इन्करेजिङ इन्भाइरोमेन्ट दिउँ भन्ने सोचिरहेको छौँ र यसमा हामीलाई साथ समर्थन दिनुहुने जो हुनुहुन्छ हाम्रा टिम मेम्बरहरू, उहाँहरूलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। हामी उहाँहरूप्रति आभार प्रकट गर्न चाहन्छौँ र यसै गरी हाम्रो सम्पूर्ण बालबालिकालाई आज यो स्टेज तपाईँहरूले चम्काउनु नै छ, यहाँ तपाईँहरूको चमक फैलिनेछ भन्ने शुभकामना दिँदै म स्टेजबाट बिदा चाहन्छु। धन्यवाद। Thank you, ma'am. अब ढिला नगरी कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ। For the first performance, we would like to call Sonanta Kakure to show off their dance on the song Malai Amale Diego. Please give a huge round of applause for Sonanta Kakure, everybody. I'm so sorry for the inconvenience. हामीले नाम प्रनाउन्स गर्न छोटे मिस्टेक गर्यो। It's Sonanta Bharat. Please everybody give a huge round of applause. Malay amale diye ko
विश्व तामाङ। स्वागत गर्नु हाम्रो अर्को उपस्थितिको लागि हर्ष तामाङज्यूलाई। ज्ञान र विद्या आयोजन गरे सबैको चाहना, यो चाहना पुरामा गरे भइन्छ महाना। नमस्कार आदरणीय सभाध्यक्ष, विधिति अतिथि, निर्णायक ज्यू, प्रतियोगी मित्रहरू, उपस्थित सम्पूर्ण दर्शक माझमा मोहन सुदामाको तर्फबाट स्वीकार्नुहोस् हार्दिक न्यानो अभिवादन। आजको यस धनभन्दा विद्या ठुलो भन्ने विषयमा केही भन्न गइरहेको छु। धन भौतिक वस्तु हो, धन मानिसका लागि साधन हो, साध्य होइन। भौतिक वस्तु थुपारे त्यसमा सवितम छेकाउन थालेपछि धनको उत्पादन भएको हो। यसको सम्बन्ध आवश्यकता पूर्ति र मनको आनन्दसँग छ। जसले विजय दिन्छ, खुसी दिन्छ र आनन्द दिन्छ, त्यसैले धनभन्दा विद्या नै ठुलो हो भनेर म भन्छु। जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ, त्यो उपाय म भन्छु। जहाँ इच्छा त्यहाँ उपाय भनेको बुद्धि हो। विद्याले न मन जगिन्छ, विद्याले नयाँ प्रविधि सिकाउँछ। सजिलोसँग काम सम्पन्न गर्न विद्या नै उपयोग मानिन्छ। धनका पछाडि दौड्नेहरू सबै आत्मिक सुख छाडेर धनका पछाडि पाल अझै दौडी जोडिरहेका छन्। भोग प्यास नभनी धन थुपारिरहेका छन्। धन तुच्छ वस्तु हो, धन हातका मैला हो। आज छ भने भोलि पनि नहुन सक्छ। धनकै कारण यस संसारमा अपराध र पुण्य घटनाहरू त हाम्रै आँखाले नै र समाचार पनि देखि नै रहेका छौँ। धनकै कारण परिवारमा पनि झै झगडा हुन्छ। धनले के दिन्छ, तर त्योभन्दा मूल्यवान माया, ममता र सम्मान विद्याले नै दिन्छ। त्यसैले धनभन्दा विद्या नै ठुलो हो भनेर म आफ्नो तर्क यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। हामीले पञ्चायतदेखि सुन्दै आएका हौ र कहिले पनि टुक्रिने टपिक पनि रहेको छ। तपाईँहरूलाई के लाग्छ त, धन ठुलो कि विद्या ठुलो? विद्या नै ठुलो होला, किनभने टपिकै हाम्रो ट्यालेन्ट रहन्छ। ट्यालेन्ट हुनुको लागि विद्या नै हासिल गरेको हुनुपर्छ। सो आई थिङ्क विद्या नै ठुलो होला। मोर देन मुभिङ टु द नेक्स्ट परफर्मेन्स, वी वुड लाइक टु कल Alpan Bhattarai for song. Song called Anna by Susan Casey. I hope you all enjoy it. Please try.
माया व्यक्त गरेर भाइ गइसक्नु भएको छ। यसै क्रममा आफ्नो कला प्रस्तुत गर्नको लागि भाइ अर्पण भट्टराईले आफ्नो राम्रो प्रस्तुति दिएर गइसक्नु भएको छ। कसले पो आफ्नो आमाको काख प्यारो लाग्दैन होला र हामी सम्पूर्णलाई आफ्नो आमाको माया र आमाको काख सबैबाट प्यारो लाग्छ र ढिला नगरी हामी अर्को प्रस्तुतितर्फ लाग्ने छौँ। अर्को प्रस्तुतिको लागि हामी बोलाउँदैछौँ बहिनी सारानाका प्याकुरोलाई आफ्नो डान्स प्रस्तुति गर्नको लागि on the title song Mighty Thor. Please everybody give round of applause for Sarananda Pacurel.
Oh my God, that was really simmering. मलाई मात्र goosebumps लाग्यो कि हजुरहरूलाई पनि आइरहेको थियो? हजुरहरूलाई कस्तो लाग्यो the performance? Give a big round of applause for this Saurabhya Bhai. That was really something that we had never seen before, escaping with dance. So ढिला नगरी हामी अर्को प्रस्तुतितर्फ लाग्न चाहन्छौँ। अर्को प्रस्तुतिको लागि हामी स्टेजमा आराध्य भट्ट भाइलाई स्पिचका लागि स्टेजमा आमन्त्रण गर्न चाहन्छु। Technical problems is not available at the moment, so further I would like to call Aisha Neupane for her next dance performance. Please everybody give a huge round of applause for Aisha Neupane. For further performance, I would like to call Prajal Gautam. For his guitar performance on the title song Furfuri, guitar play गर्नको लागि हाम्रो भाइ प्रजल गौतमलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु।
प्रज्वल तिम्रो मैले अलिकति बुझेँ है सरी यो कुमार सागरको सङ त सबैलाई थाहा छँदैछ होइन मैले भन्न खोजेको त्यो गिटारको मात्र हामीले सुन्दाखेरि हुँदैन मैले मिक्स भयो कि है मिक्स भयो हुन्छ मिल्छ त्यो ब्याकग्राउन्ड म्युजिक नगरिकन यो मात्र गर्न मिल्छ के चाहिन्छ नै प्रज्वल चाहिन्छ यो के भन्छ तिम्रो यो यसलाई जस्तै त्यो म्युजिकमा यो गरेको के भन्छ तिमीले ब्याकग्राउन्ड म्युजिक दिएको भन्छ कि गिटारको म्युजिक भन्छ कि के भन्छ म अलिक कन्फ्युज भएँ कि त्यो गीत हामीलाई थाहा छ त फुफुरी गीत त थाहा छ नि जाने भए गाउनु थाहा छ नि तिमी गाउँदै एकताल बजाउनु गर न ठिक छ कि राम्रो छ होइन तर त्यो तिमीले गाउँदै गर्दाखेरि कस्तो हुन्छ हेर्नु लागि ठिक छ त गर न अलिक गाउँ न गिटार मात्र प्ले गर्नुहुन्छ अरे मैले कपल अफ टाइमको लागि चाहिँ गिटारको रिदम मात्र प्ले गर्नुहुन्छ Yeah, it's ready. गीत गायो भने हो जाने भए जाउँ भन्यो भने हो सबैले गाउँछ होला जाने भए जाउँ त हो त्यस्तो हो उनीहरूलाई चाहिँ बुझ्नुपर्ने हो तिमीले त्यो जुन छ हामीले म्युजिकमा जस्तै ब्याकग्राउन्ड यो सङ भयो भने यो रिदम यो यस्तो हुन्छ भनेर बुझ्ने हो प्लिज त्यो मलाई त्यो गीत अघिको साउन्डभन्दा यो राम्रो लाग्यो कि प्रज्वल साँच्चै हो राम्रो छ कि गर त अघि जसरी बजाए त्यही हो कि गर न जाने भए जाउँ मलाई यो मात्र हुन्छ ब्याकग्राउन्ड रिदम भन्छ यसलाई
हो तिमी एक लाइन प्लिज गाइदेऊ न प्लिज के नाइ ल भएन धन्यवाद धन्यवाद रमाइलो छ धन्यवाद प्रज्वल हामीले कुरकुरी खाना पनि सुनिने गयौँ कुरकुरीको गिटारको पर्फर्मेन्स पनि हेरिने गयौँ अब यस अर्को पर्फर्मेन्सको लागि म स्टेजमा प्रश्न गौतमजीलाई आमन्त्रण गर्न चाहे Everybody please give a huge round of applause for Prasna Gautam. That was a really good performance. So further next, फेरि हामी एउटा गानामा रमिने छौँ र गाना सुनाउनको लागि म स्टेजमा सान्वी महर्जनज्यूलाई आमन्त्रण गर्न चाहन्छु. सान्वी महर्जन, everybody give a huge round of applause for Sanvi Maharjan. Sorry, my
लागि जानु भइसकेको छ स्टेजबाट। सो फर्दर पर्फर्मेन्सको लागि म भाइ प्रणित दुलालजीलाई आफ्नो कराते प्रस्तुत गर्न स्टेजमा आमन्त्रण गर्न चाहन्छु। भाइ प्रणित, everybody please support him by giving a huge round of applause. मलाई देखाएर भाइ गइसक्नु भएको छ। For further performance, I would like to call Dikshen Sherpa. पल्लवी बस्नेत। Like
उहाँहरूले प्रस्तुत गरेर गइसक्नु भएको छ। फर फर्दर पर्फर्मेन्स आई वुड लाइक टु कल निमन श्रेष्ठ अर्को प्रस्तुतिको लागि बहिनी आशिका घिसिङलाई absolutely amazing. For further performance, I would like to call Anandya Paudel. ताली पुगेर है ताली कैसा ताली नमस्कार सबैजनालाई मेरो नाम आद्या पौडेल हो। आज म कविता वाचन गर्न लागेको छु। मेरो कविताको शीर्षक रहेको छ आमा। आमा कुन पृथ्वी धारा र जननी यो विश्वकी शारदा रानी सन्तति हुन् सबै जगतका वास्तव्य मौलाउँदा। आमा हुन् नदी र गाउँघरकी बस्ती र न्यानो हुँदा न्यानो हुन्छ साध्य मात्र ममता राम पनि भन्दिँदा। आमा गाध समान हो धरणीमा फर्केर गिज्याउँदा जिब्रो स्वाद छ पाउने बदनका ती दन्त देखाउँदा। आमा हुन्न भने रहन्छ र कहाँ यो सृष्टिको कायदा खुट्टा टेक्नु स्वयं नटेक्नु सबका हुने सुझावै हुँदा। आमा सर्वभन्दा हृदयको बोली र भाषा कला। आमाका करले सिकाउँछ सधैँ सत्कर्मका पाइला। आहा ज्योति समान हुन्
Good job, Olgu Sherpa. Wherever you are, please concentrate. Okay, she's being ready. खै त तालीले स्वागत गरौँ हाम्रो बहिनी खुद्का पर्वु शेर्पाज्यूलाई। ताली खै ताली ताली पुगेन है।
अगाडि आइपुग्नु भएको छ उहाँलाई पुनः स्वागत गर्न चाहन्छु सारी नानीले आफ्नो पर्फर्मेन्स दिएर स्टेजबाट गइसक्नु भएको छ सो फर द पर्फर्मेन्स आई लाइक टु इन्भाइट Amsu Rai for our talent so Amsu Rai please wherever you are सबैजनाले तालीले स्वागत गरौँ हाम्रो प्यारी बहिनी Amsu Rai For further performance, I would like to call Asbin Pandey.
फेरि पनि बुझियो आधा रातमा हात समाई सिकायो हिँड्न दौडिन आज ठुलो भए तर सक्दिन बिर्सन त्यो माया र ममता पार म सम्झिनेछु जहिले तिम्रो साथ Okay, यहाँको लागि प्रस्तुत गरिएको यो प्यारो डान्स पनि सबै मन पऱ्यो होला हामीलाई पनि एकदमै राम्रो लाग्यो सो मुभिङ फरवर्ड हाम्रो सायद यो अन्तिम प्रस्तुति रहनेछ हामी अन्तिम प्रस्तुति दिनको लागि हाम्रो स्टेजमा अभिक भट्ट भाइलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छौँ अभिक भट्ट wherever you are please Good morning everyone, my name is Arun. Today I am going to say about sports. Sports are very important for us. I play sports with my father and my mother, sometimes with my sister. My favorite sports is football. There are many kinds of sports like chess, football, basketball, volleyball. You play football, friends, families. Okay, start again. Again, start again. 1, 2, 3. यसले गर्दा केही पनि हुँदैन ओके सो मुभिङ फरवर्ड हाम्रो अन्तिम प्रस्तुतिको लागि हामी स्टेजमा आमन्त्रण गर्न चाहन्छौँ आरोग्य भट्टलाई आफ्नो स्टेज दिलाउनका निम्ति जोरदार तालीले स्वागत गरौँ आरोग्य भट्टलाई एभ्रीबडी ताली करी ताली Good afternoon everyone. Today I will give you a speech on the topic of discipline. Discipline is a major factor of our life. It helps us to achieve our goals, do anything in time, and it helps us to improve our life. By discipline we can achieve our goals better, improve our life, and without discipline, we will not be able to do anything. To achieve discipline, we have to stay focused and do things on time.
नायक मण्डलज्यूहरू र प्रिय दर्शक साथै प्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्णमा धेरै धेरै धन्यवाद दिँदै म शकुन्तला पुरी र बनाउमिना आजको कार्यक्रमको सञ्चालकको हैसियतले बिदा माग्दैछु। यसै गरी हामी पक्कै पनि अर्को कार्यक्रममा भेटिनेछौँ भन्ने वाचा गर्दै हामी यस कार्यक्रमबाट बिदा लिन चाहन्छौँ। धन्यवाद।